नमस्कार। आज विश्व मानसिक स्वास्थ्य दिवस। सबैमा हार्दिक मङ्गलमय शुभकामना। मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ। मानसिक स्वास्थ्य बिना मानव स्वास्थ्य नहुने वास्तविकता बोध गराउन सन् 1992 देखि यो दिवस मनाउन प्रारम्भ गरिएको हो। प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ। राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह समेत गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर 10मा विश्वभर मानसिक स्वास्थ्यको बारेमा चेतना जगाउन र मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्नेहरूलाई सहयोग गर्ने प्रयासहरू परिचालन गर्न मनाइन्छ। बढ्दो आत्महत्या, डिप्रेसन र अन्य मानसिक रोगहरूको बखतमा जिन्दगीलाई माया गर्ने सरलताको आवश्यकता सबैलाई छ। स्मरण रहोस्, हरेक वर्ष करिब 30 करोड मानिसहरू संसारमा डिप्रेसनको शिकार भइरहेका छन्। खुसी अनि सन्तुष्टिका साथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थ्यको पहिलो खुड्किलो हो। हामीलाई त्यसै 30 करोडको सूचीमा नाम लेखाउने रहर पक्कै पनि छैन। जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलब्धि हो। परिणाम त केवल उपज हो प्रयासको। हरेक दिन घट्दै गएको यी सीमित जीवनको दिनलाई रमाइलो गरी बिताउने साहस सबैमा होस्। मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वास्थ्य र सामान्य जीवनका लागि पहल गर्नु हाम्रो दायित्व हो। दया होइन, माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गरौँ।